गाइज हैन हामी चाहिँ यहाँ आलु रोप्दै छौं यहाँ दिपा दिदी चाहिँ खन्दै हुनुहुन्छ अब हामी यहाँ आलु रोप्ने इच्छा चाहिँ यहाँ माथि छ के अरे साइकल माथि तार माथि छ गाइज सबै फेरि यहाँ उयो मात्रै छ नि सबै ब्लगर टिकटकरहरु मात्रै छ सबै भाइरलहरु मात्रै छ नमुना रिक्सामा त्यो केही न केही यो केहीमा केही छैन नहाँसी मम्मीले के हुन्छ लु भनि यहाँ सिरियस भएर हैन अब साच्चै हामी चाहिँ आलु रोप्न आँटेको ट्याङ बनाउँदै हुनुहुन्छ हैन ब्लगमा कति पाउँछ त म त भाइरल हुन्छ त्यही ब्लग छिटो खट न इच्छा निस्किन यहाँ खाटबाट छिटो ब्लग बनाउनु कोलाई सर्दिन सुनिन हुँदा पनि सिकाएर किन रिसाउनु भएको तालिम दिएर तालिम ब्लग बनाउनु नआएर रिसाउनु भएको ब्लगबाट कति धेरै पैसा कमिन्छ अरे नि फुक्ला थाहा नै थिएन अरे नभए त अस्ति बनाउनु हुन्थ्यो कमाउँछ नि अहिले जोगेन होला कम्ता कराएन त नि घरहरु बनाउँछ पुरा ब्लगबाट हामी पो नि मलाई भन्दै लु छिटो फुपुलाई सिकाउनु छैन मम्मी र फुपुलाई धेरै गहिरो त खन्नु हुन्न ल मम्मी त्यतिकै ठिक्क यतिकै पानी चाहिँ कहाँदेखि हाल्ने विचार गर्नुभयो पहिला मल हाल्नुपर्छ हैन आउँछ नि आलु रोप्नु कति सेतो खुट्टा देखेको हेर त यहाँ भिडियोमा मेरो फोनबाट बरु भरा जोड्दै हाल्नु नि अन्त यस्तो आलु हाल्दै गरेको के काम पनि गर्छौँ हामी देखाउनु पर्ने गाइजलाई पहिले डिएपी हाल्नुपर्छ मल हाल्नुपर्छ ओइ मेरो उयो चेप्दे त कपाल आएर निस्क्यो त नि मल छुइ गयो ड्याङ त साह्रै राम्रो भयो त लामो बनाउने हैन ठिकै छ होला हौ यति यति सिरिरी आछर आछसम्म रोप्ने मान्छे विदेशी परेको आ कति फल्ने हो नि यो आलु विदेशी मान्छेले पनि रोपेको त साह्रै फल्छ पो आइज वेलकम छ तलाई पनि यता मोस्ट 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 वेलकम सबैजनालाई लु है म त किरण जस्तो पो छु नि हौ साइकल पनि देख्दैन साइकल पनि ल्याउन नि साइको साइको नि सबै आऊ है सबैजना आमै लाइभमा हाजिर हुँ त लु ए लाइभमा अरे ब्लगमा भनेको रे साइको अहिले आलु रोप्नु सबै टिकटकर भ्लगर फेरि यहाँ अब साधारण मान्छे चाहिँ कोही छैन फेरि यहाँनिर साधारण मान्छे चाहिँ कोही छैन भिडियो बनाइदिनु पर्ने हेर नि त साइको यहाँ चाहिँ आलु रोप्नु त कहाँ कुदिनेको बकुला काम छैन के काक्रा बर्कन्छ तपाईँ गर्नु न एकछिन यहाँ कतिवटा भयो मैले एउटा मल हाल्ने ग्रुप हैन तिमीहरू हजुर ए लु यहाँ भर यहाँ पनि छ है मल तपाईले डिएपी हाल्दिनु न हैन यसो यिनीहरूले कति गाइज ल मल हाल्दैछौँ हामी चाहिँ यहाँ दर्शक बिनहरू यहाँनिर मोडलहरू पुरा बाङ्गो लाग्यो मोडल हैन हौ मोडलहरू यहाँ दर्शक बिनहरू बाङ्गो गयो भन्छ भिआइपी यहाँ भिआइपी मान्छे चाहिँ यता हुनुहुन्छ है ऊ मल हाल्नु सिकाउँदै गर्छ सिकाउँदै हुन्छ दिदीले मल हाल्दैछु पानी बन्द नगरे त नहुने भएको यहाँ पनि हातै दुइन मैले बाङ्गोमा हैन यहाँ हामी धन्दा गर्दा गर्दै पानी गयो माथि मेन मोडल भोलि चाहिँ अलि धेरै बेर बन्द हुन्छ यहाँ उयो मल लाउनु सिकाउँदै हुन्छ यसरी लाउनुपर्छ अरे भोलि चन्द्रगढीबाट आयो भने लगभग 3 घण्टा आइफोन देखाउँदै चाहिँ अहिले चाहिँ देखाउनु पर्यो आइफोनै तपाईँले के सम्झिँदै हुनुहुन्छ पनि पानी यतिखेर बन्द हुन्छ अब फोन यहाँ राख्नु पर्यो अनि गाइजहरूलाई देखाउनु पर्यो अब गाइजहरूलाई देखाउनु परेन यहाँ गाइडहरू मेरो भ्लग हेर भ्लग गाइडहरूमा पनि भ्लग काम गरेको देख्छ कति छ हौ मम्मी आलु चाहिँ 5 केजी के हाल्नु भने यहाँनिर मेरो सक्यो नि अब मुनिबाट के अनि यो याद सक्यो नि अब सक्यो म त लु सुजन सक्यो 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 पनि सक्यो पनि कहाँ अलिकति काक्को हुन बकुलाको अनि अर्थै हुँदैन गाइज मलाई हामीलाई काग भनेको यसले हामीलाई काग भनेको तँलाई भाइ तपाईँलाई काकले सम्झिरहनु भएको आन्टीको चाहिँ कताबाट रोप्नु हुने अरे मैले तयार ए बजेट हुन ठुलो ठुलो कुरा हाल्नु न यहाँ सम्झिरहनु भएको छ अनि आउँथ्यो देखाउनु पर्दैन त्यसले बार त यता लाउनु बल्ले त्यो मलमा हाल्छु मम्मी आज भन्नुपर्छ मम्मी यहाँ गाइज हामी चाहिँ आलु पनि रोप्छौँ है
हामीलाई त कसले खेप्पाले अनि कति धेरै मेहनती छु म कति धेरै मेहनती छु म आलु फलेको पनि देखाउँछु नि गाइस फोन मात्रै चलाउँछ टिकटक मात्रै चलाउँछ भन्ने त्यस्तो नसोच्नु कि आलु सकिन पनि त हुनु पर्यो नि त एक दुई जना त हुनु पर्यो मल पनि लगाइदिन्छु नि फेरि ओइ ओइ कहाँ डिलमा हिँडेको अनि उता साइडबाट बिचबाट गर्न पर्यो यो फोन मात्रै चलाउने हो रहेछ थाहा भइसक्यो नि तेरो घरको मल सुत्ता मल होइन आलु त अब रोप्नु बाँकी छ आलु मात्रै रोप्ने गाई मान्छे नै आलु हो त अनि यो बोल्यो फेरि साइको अर्को फेरि बनाउँदैछौँ आलु ट्याङ बनाउँदैछौँ हामी चाहिँ अघि चाहिँ अब के अघि चाहिँ हाम्रो घरको मल मेन झगडा गाइस आलु पनि भइसक्यो हामीले चाहिँ आलु पनि रोपिसक्यौँ यहाँनिर कन्ट्याक्टर यसलाई त्यत्रो पढेर पनि आउँदैन जम्मा ब्याचलर पढेर पनि के अरे कन्ट्याक्टर यहाँ कन्ट्याक्टर भन्नु आउँदैन चाहिँ थुक्क जिन्दगी कन्ट्याक्ट क्रिएटर हैन क्या कन्ट्याक्टर हो क्या हामीले चाहिँ आलु पनि रोपिसक्यौँ यसरी रोपिन्छ आलु पहिला घराइसी मल हालिन्छ त्यसपछि डिएपी हालिन्छ होइन अनि त्यसपछि आलु हालिन्छ यहाँ आलु रोप्ने कार्यक्रम पुरा जारी भइरहेछ होइन स्टार चाहिँ पुरा स्ट्रगल गर्दैछ साइको चाहिँ काम छैन यहाँनिर पुरा बसिरहेछ कसलाई कुटी शिक्षा है मोबाइलले यिनीहरूको ढङ्ग छैन अनि त्यो यसरी आलु रोपिन्छ याङमाले माथिबाट पुरै जम्प खेल्ला अब याङमाले फेलेको नि ढङ्ग हुनुपर्छ त्यहाँ चाहिँ यिनीहरूको ढङ्ग नभएको यिनीहरूले त्यहाँ राख्ने त सिराकको मुनिका गुम्स्याएर अनि चिने ठाउँमा नराख्नु के खाट माथिबाट पुरै मुनि आलु 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 रोप्ने कार्यक्रम जारी भइरहेछ है गाइस आन्टी चाहिँ एक्लै खटिराख्नु भएको छ स्ट्रगल गर्दै हुनुहुन्छ तर टेन्सन नगर्नु आन्टी हामी त्यता आउँछौँ यहाँ सम्झेर भिडियो त राम्रो आउँछ नि फेरि आउँछ राम्रै मम्मीलाई मन पर्दैन तपाईको जति राम्रो आयो भने फोन के आइफोनले फोटो खिचिदिन्छु भन्दा हुँदैन यो मुला चाहिँ यस्तो छेउमा नरोप्ने कुखुराले जम्मै सक्छ तपाईको अनि तपाईको कति आलु रोप्ने जारी यहाँ चाहिँ रोप्ने भन्दा खट्ने भन्दा यहाँनिर पुरा यहाँ हेर्नेको पुरा उयो तमासा भइरहेछ यहाँ चाहिँ अब ट्याङ बनाएको हेर्ने गाइस मुला खान्थ्यो त्यसको मोबाइल चाहिँ घामले तातेर फुटिहाल्नु पुरा तर चाहिँ म चाहिँ लसुन केलाइदिनु क्या मम्मी केलाउनु हुँदैन त्यो बिग्रिन्छ केलायो होइन यसो यो पोटी त निकाल्नु परेन त नि ला हौ मेरो भ्लग त किन हेर्नु भएको यहाँ पो छ त मेरो फोन त पुरै तमासा छैन नि आइफोनको छ एन्ड्रोइडको त केही कामै छैन भनेको छुटाउनु पर्यो नि तिमीहरूले त पुरै उयो के भन्छ केलाउनु भन्दा त पुरै जिरा पिस्नै आँटेको जस्तो बनाउँछ दिदी जस्तो लाग्यो कि क्या हो यहाँ अलिकति लिनु फर्स्ट टिप सेकेन्ड टिप सबै एउटै मान्छेहरूले लसुन पत्ता खाने बेला बनाइसक्यो बनाइसक्यो मेरो त उम्रिसक्यो कान्छीको हरि भइसक्यो पत्ता खाने बेला भयो 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 यसको त फल्दैन होला दुई दुईवटा हैन फल्दैछ त नि पत्ता खाने बेला हुन्छ फल्दैन होइन गाइस के सम्झेको साइकल लसुनको भिडियो आफू पनि गर्छु अर्काले पनि गरेको चित्त बुझाउँदैन होइन गाइस के भयो अब काम कान्छी धन्यवाद के गीतमा नाच्यो मलाई ए पुरै गीत टेन्सन छ नि त बिहे आइसक्यो कति गाउँमा सिक्यौ कि बेको लागि गाउँमा बिहे नै बेछौ चाहिँ होइन दुःख गरे अनुसार फल पनि भेट्यौँ नि कोकै हो चाहिँ कोक रक्सी भनेर सोध्नुहुन्छ ल कोक बोतल देखिरहेको कोक हो नि पुरै पार्दै अघिसम्म काम गर्दा त कसरी काम गर्दा खाने पनि सम्झिँदैन काम गर्ने कसैले सम्झेन यस्तो हुन्छ है दुःख गर्नेको दिन पनि राम्रो हुन्छ नि एक दिन भने रक्सी होइन क्या कोक हो कोक नि हो यिनीहरू मिलेर हामीले चाहिँ यो सबै रोपिसक्यौँ है उहाँ आन्टीलाई रोप्नु सक्यौँ हामीले एक्लै हुनुहुन्थ्यो आन्टी अनि यहाँ सबै रोपिसक्यौँ होइन उहाँ अलिकति ठाउँ उब्री अब आन्टीले रोप्नुहुन्छ अरे 5 केजी लिएर आलिसक्यो नि त उब्रेको होइन यहाँ साडी दिइराखेको छु आउनु न के अरे सुजनलाई तलै पठाइदिनु भने मात्रै खाने नसम्झिनु थपेर खान्छ ऊ कि लगिदिन्छ सुजनलाई पर्दैन गइसक्यो होइन खानु पाएन साइकलले यस्तै हो अभागीको जहाँ गए पनि राम्रो भएन तर हामीलाई अभागीको खप्पर जहाँ गए पनि ठक्कर कोही छ तर यहाँ त माटो पसेछ मेरोमा त अलिकति हालेर ठ्याल्छ सात त लाग्दैछ ठ्याल्नु त हुँदैन त पुरै हामीले चाहिँ गाई चाहिँ अब खाइसक्यौँ साथीहरू को कोला आइहाल्नु न अहिले दुईजनाले रोपाउँछ रोपिसक्यौँ अब खाएर अब आफ्नो घर जाने ला खाली पेटमा खाँदैन नि त ल कहाँ कुखुराले जस्तो खोसेको त्यही थुपार्नु पनि गर्दैन
चस चस चाहिँ हाम्रो खानुभन्दा अगाडि होइन खाइसकेर पनि हुन्छ खाँदा पनि हुन्छ नि चस मेरो कुखुराले खोज्छ अब अहिले रोएको मम्मीले खाइसकेर पनि खाली बोतल पनि चस हुन्छ यतिकै लाग्छ अलिक यति लगाउनु पर्ने अलिक पातल हो यति लगाएर यस्तो मम्मी चाहिँ एक्लै रोप्दै हुन्छ के अरे आउनु भएन यहाँ खानु जोइन हुनु भएन यस्तो गरेर कस्तो फोहोर गिलास माटै माटै छ त भन्नु तर भित्र सफा छ नि गिलास सब फोहोर भएर के हुन्छ मन सफा हुन्छ गिलास भित्र सफा छ नि त 10 को गिलास चाहिँ के भरे गिलास भएर केही भएन मन सफा हुनुपर्छ सफा छ गिलास चाहिँ फेरि ट्याक्कै 10 को छ नि हात हाम्रो नि खोलै छ बाङ्गो देख्दा पनि हाँस्छ उमेरमा भन्थे लगाऊ मम्मी सुली हैन यो ब्लग त जाइ फर्किन्छ फेरि बेला बेला घर पर राउन्ड हुन्छ जाइ घुम्छ यस्तो यस्तो तुम्माको भनेर राख्देऊ त्यहाँ के भन्दै हुन्छ तुम्बा भन्दिनु त तुम्मा पैसा भर्खर आउँदाखेरि सुली बाङ्गो हुँदा पनि हाँस्छौँ अरे तिमीहरूकोमा अहिले त्यस्तै भएको सुनि त यहाँ कहीँ छैन त पैसा आइरहेछ त जे बोले पनि क्याप्चर गर न तिमीहरू चाहिँ पैसा जसलाई पनि देखाइदिनु पर्छ अन्त फेरि दाइले हामीले बोलाएको यता आउनु भएन त्यसमा हाम्रो केही दोष छैन उहाँ बसिराख्नु भएको छ आज पनि छ को कालीगिरी आउनु मन लाग्यो अझै पनि अझ ढिलो भएको छैन है त्यही हाम्रो बाउहरू यस्तो बसेर रक्सी खान्छ त्यही पो कोला खाँदैन सानो गिलास यसरी क्या यस्तो अनि यो पहिले 10 को गिलास हो नि त 10 रुपैयाँ अन्त 10 मा दिँदैन यो त 20 रुपैयाँ कान्छ अहिले त 30 को भइसक्यो 20 को पनि हैन 30 पुगिसक्यो हुन्छ न कताको छ त खाऊ न तिमीहरू यो बेच्थ्यौँ त अनि उहिले त कपाल पछिसम्म मन दुख्यो कपाल चाहिँ मन गाई खाइसक्यौँ अब चेस गरौँ भयो भयो हाम्रो आन्टी भयो एकदम 2 गिलास खायो 10 को गिलासकोमा त उहाँ घर पुग्दैन है एक गुटकीले घर पुग्दैन नि आइपुग्छ होला नि गाई चार्जाको दिन चाहिँ यसरी बित्यो आलु रोप्दै कोक खाँदै होइन लसुन रोप्दै त्यसैले अब 2 शब्द भन्दै आजलाई यति नै भन्न चाहन्छु बाई बाई गाइस भेटिराखौँ ल है आलुको भ्लग त सबै रन्जुका किन्ने हो